नमस्कार साथीहरू। म चाहिँ आज खाता सञ्चालन सम्बन्धी नियमहरू पढ्न गइरहेको छु र यिनीहरूको नियमहरूमा चाहिँ के कस्तो छ, यो चाहिँ कसरी सञ्चालन हुन्छ भन्ने कुरा चाहिँ म बिस्तारै व्याख्या पनि गरौँला। तर आज चाहिँ म यसको नियमहरू मात्र पढ्न गइरहेको छु र म सरल पढ्न अघि बढ्दैछु। 1 नम्बरमा खाता सञ्चालन प्रचलित नेपाल कानुन नियम निर्देशन तथा बैंकिङ प्रचलन अन्तर्गत हुनेछ। प्रत्येक खाताका लागि एउटा छुट्टै खाता नम्बर दिइनेछ। खाता सम्बन्धी कुनै किसिमको लेखापढी गर्दा र कारोबार गर्दा सो खाता नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। खातावालले बैंकले उपलब्ध गराएको चेक तथा बैंकले प्रदान गरेको तथा बैंकलाई स्वीकार्य अन्य माध्यम प्रयोग गरेर मात्र आफ्नो खाताबाट रकम झिक्न सक्नेछ। ग्राहकले खातामा बैंकले समय समयमा तोके अनुसारको न्यूनतम मौजदात रकम राख्नुपर्नेछ। चेकमा बैंकलाई प्रदान गरेको दस्तखत नमुना अनुसारको हस्ताक्षर हुनुपर्नेछ र चेकमा कुनै फेरबदल भएमा फेरबदल भएको ठाउँमा सोही अनुसार हस्ताक्षर हुनुपर्नेछ। भविष्यको मितिमा खिचिएको म्याद सकिएको र बिग्रिएको चेकको भुक्तानी हुने छैन। चेक खिचिएको मिति 6 महिनाभन्दा अघिको भएमा म्याद सकिएको र चेक खिचिएको मिति पेश गरिएको मितिभन्दा पछिको भएमा भविष्यको मितिमा खिचिएको चेक ठहर्छ। बैंकले उपलब्ध गराएको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड जुनसुकै समयमा पनि सुरक्षापूर्वक राख्नु खातावालको कर्तव्य हो। उल्लेखित साधनहरू हराए वा चोरी भएमा तुरुन्त बैंकलाई खबर गर्नुपर्नेछ। यस्तो जानकारी प्राप्त भएपछि बैंकले खबर गरिएका खाताबाट रकम झिक्न नपाउने गरी आवश्यक कारवाही गर्नेछ। यसरी बैंकलाई जानकारी नगराई भएको कारोबार प्रति बैंक जवाफदेही हुने छैन। खातावालको खातामा रकम जम्मा भएको र झिकेको अभिलेख दुरुस्त गर्न बैंकले उचित सावधानी अपनाउनेछ। तर रकम झिकेको जम्मा गरेको अभिलेख गलत हुन गएमा खातावालको पूर्व सूचना बिना नै बैंकले अभिलेख सच्याई दुरुस्त गर्न सक्नेछ। साथै खातावालले बैंकलाई रकम बुझाउन पर्ने भएमा बैंकले खातावालको खाताबाट असुल उपर गर्न सक्नेछ। यी कार्यबाट भएको हानि नोक्सानी प्रति बैंक जवाफदेही हुने छैन। र यो हाम्रो जम्मा 64 रहेको छ। अब 9 नम्बरमा खातावालाको ठेगाना, सम्पर्क नम्बर, इमेल आदि आवश्यक विवरणहरू परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैंकलाई दिनुपर्नेछ। साथै ग्राहक पहिचान विवरण KYC नो योर कस्टमर बैंकको आवश्यकता अनुसार समय समयमा अद्यावधिक गर्नुपर्नेछ। ग्राहक पहिचान विवरण अद्यावधिक नभएका खातावालको खाता बैंकले रोक्का गर्न सक्नेछ। संयुक्त खाताको रकम बैंकलाई उपलब्ध गराइएको साझेदारहरू बीच अन्यथा करार भएकोमा बाहेक कुनै साझेदारको मृत्यु भएमा खातामा रहेको रकममा बैंक संयुक्त खातावालहरूको विवरणको दरले हक लाग्नेछ र यस्तो रकम मृत्यु भएका संयुक्त खातावालले बैंकलाई इच्छाएको भए इच्छाएको व्यक्तिलाई र इच्छाएको रहनेछन् वा इच्छाएको व्यक्तिको पनि मृत्यु भइसकेको रहेछ भने कानुन बमोजिम हकवालालाई भुक्तानी दिनेछ। र यदि खाताबाट खातामा रहेको भन्दा बढी रकम भुक्तानी भएको भए कानुन बमोजिम हकवालाले संयुक्त रूपमा बैंकको रकम भुक्तानी गर्न उत्तरदायी हुनेछ। कसैको खाता खोल्न इन्कार गर्ने र पूर्व सूचना बिना बन्द गर्ने अधिकार बैंकमा रहेको हुन्छ र यसको कारण उल्लेख गरिरहन बैंक बाध्य हुने छैन। खातावालको खातामा रहेको रकम खातावालको बैंकप्रतिको हाल र भविष्यको दायित्वको लागि सुरक्षण मानिनेछ र यस्ता दायित्वहरूको पालना खातावालले नगरेमा खातावाललाई सूचना नदिकनै खातामा रहेको रकमबाट यस्ता दायित्वहरूको पूर्ति गरिनेछ। आफ्नो खाताको विवरण समय समयमा लिनु र रुजु गर्नु खातावालाको जिम्मेवारी हुनेछ। खाताको विवरण खातावाला वा खातावालाबाट लिखित अख्तियारी प्राप्त व्यक्तिलाई मात्र दिइनेछ। खाता सम्बन्धी कुनै पनि जानकारी टेलिफोनको माध्यमबाट दिइने छैन। खाताको विवरणको प्रतिलिपि
माग गरिएमा बैङ्क नियम बमोजिम शुल्क लाग्नेछ। खातावालले आफ्नो खातामा भएको कारोबारको नियमित रूपमा यकिन गर्नुपर्दछ। कुनै पनि कारोबारबाट उत्पन्न हुन सक्ने विवादहरू कारोबारको जानकारी प्राप्त भएको मितिले 15 दिनभित्र बैङ्कलाई मनासिवकारण सहित लिखित जानकारी गराइसक्नुपर्नेछ। तत्पश्चात प्राप्त भएका दाबी उपर बैङ्क उत्तरदायी हुने छैन। नियमनकारी निकायद्वारा तोकिएको समयभन्दा बढी समयसम्म खाताबाट कारोबार नभएमा खातावाल बैङ्कमा उपस्थित भई लिखित रूपमा खाता सञ्चालनको लागि अनुरोध नगरेसम्म खाता सञ्चालन हुने छैन। खाता बन्द गर्न परेमा उपलब्ध गराएको मध्ये बाँकी चेकहरू, डेबिट कार्ड, क्रेडिट कार्ड संलग्न गरी लिखित रूपमा अनुरोध गर्नुपर्नेछ। अशिक्षित व्यक्तिको खाता खोल्ने अधिकार बैङ्कलाई हुनेछ। यस्तो खाताबाट रकम झिक्दा खातावाल स्वयं आफू बैङ्कमा उपस्थित भई बैङ्क अधिकारीको रोहबरमा चेकमा ल्याप्चे लगाउनु पर्नेछ। खाता सञ्चालकले बैङ्कलाई कुनै विवादित र अस्पष्ट निर्देशन दिएमा र बैङ्कलाई मान्य हुने गरी यस्तो विवाद वा अस्पष्टताको समाधान नभएसम्म बैङ्कले खाता सञ्चालन गर्न रोक्न सक्नेछ। यस सम्बन्धमा कुनै शुल्क लागेमा खातावालहरू व्यक्तिगत वा सामूहिक रूपमा जिम्मेवार हुनेछन्। नाबालक खातावालको नाममा खाता लेखिएकोमा खाता खोल्ने फारममा उल्लेखित संरक्षकले र नाबालक 18 वर्ष पुरा भएपछि निजले लिखित रूपमा अन्यथा निर्देशन दिएमा बाहेक खाता खोल्ने फारममा उल्लेखित निर्देशन अनुसार खाता सञ्चालन हुनेछ। दूरसञ्चार, कम्प्युटर र अन्य प्राविधिक गडबडी वा दैविक विपत्ति आदिको कारणबाट खातावालको कुनै निर्देशन पालना गर्न रोक भएमा वा गडबडी वा ढिला सुस्ती भएमा खातावाललाई पुग्न गएको क्षति वा नोक्सानीका लागि बैङ्क जवाफदेही हुने छैन। बैङ्कले खातावालको कारोबारको गोपनीयता कायम राख्न सतर्कता अपनाउने छ, तर सरकारी अधिकारीले छानबिनको क्रममा मागेमा वा कानुन बमोजिम विवरण उपलब्ध गराउन यसले कुनै बाधा पार्ने छैन। खातावाला र खाता सञ्चालकहरूको मृत्यु भएको बारे बैङ्कलाई आवश्यक कागजात सहित लिखित जानकारी प्राप्त हुनुपूर्व भएको कारोबारको लागि बैङ्क जिम्मेवार हुने छैन। खातावालको बचत खातामा बैङ्कको नियम बमोजिम नेपाली पात्रो अनुसार ब्याज गणना गरी त्रैमासिक रूपमा वा समय समयमा प्राप्त नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार जम्मा गरिनेछ। यसरी गणना भएको ब्याजमा तोकिएको रकम कट्टा गरिनेछ। बैङ्कले प्रदान गर्ने ब्याज दर समय समयमा बैङ्कले आफ्नो आधिकारिक वेबसाइटमा वा कुनै राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरी परिवर्तन गर्न सक्नेछ। खातावाललाई पूर्व सूचना नदिकनै माथि उल्लेखित कुनै शर्त तथा बन्देजहरू परिवर्तन गर्ने अधिकार बैङ्कमा निहित रहनेछ। यसरी परिवर्तन वा थप गरिएको शर्त तुरुन्त प्रचलनमा आएको मानिनेछ र खातावाललाई लागू हुनेछ। मैले यो सबै पढेँ, तर यो भनेको चाहिँ ग्लोबल आइएमबी बैङ्कको नियम हो र यो चाहिँ ग्लोबल आइएमबी बैङ्कमा मात्र लागू हुनसक्छ। अरू बैङ्कको आफ्ना नियम पनि हुनसक्छ। हस् त, धन्यवाद।